संसारकै उत्कृष्ट अनि भिन्न किसिमको झण्डा भएको देशमा रहेको हामी नेपालीलाई कुनै सानो सानो अनि नौलो कुरा मात्रै पायौं भने पनि कति धेरै खुसी अनि एक्साइटेड हुन्छौं है। अनि आफ्नो गोजीमा भएको मोबाइलबाट फोटो, भिडियो अनि सेल्फी खिच्न थाल्छौं। आज हामी जाँदैछौं तारकेश्वर स्थित माने डाँडामा अवस्थित झण्डा पार्कमा। आफ्नै सवारी साधन छ भने गुगल म्याप हेर्दै सजिलैसँग यो स्थानमा पुग्न सकिन्छ। अर्को विकल्पको रूपमा सामाखुशी चोकबाट जगत बस पार्कसम्म गाडीमा गएर आधी घण्टादेखि 45 मिनटको पैदल यात्रामा यो सुन्दर भूमिमा टेक्न सकिन्छ। डाँडाको टुप्पोमा भएकोले यदि मौसम खुलेको बेला पर्यो भने काठमाडौँ उपत्यकाको सुन्दर दृश्य देख्न सकिन्छ। समुद्री सतहबाट लगभग 1600 मिटरको उचाइमा अवस्थित यो ठाउँमा विशेष गरी फागुन, चैत अनि वैशाखमा उल्लेख्य मात्रामा आन्तरिक पर्यटक देख्न सकिन्छ। कारण हो त्यो बेला फुल्ने लालीगुँरास फूल। चिसो हावा खाँदै हराभरा वनजंगल हेर्दै आफ्नो परिवार अनि साथी संगीसँग पिकनिक खाँदै समय बिताउनको लागि यो ठाउँ राम्रो छ। अब यहाँ गएर सेल्फी खिच्ने, फोटो हाल्ने पालो हजुरहरूको। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।